चट्टान र माटोको सङ्घर्ष। के हजुरलाई लाग्छ हजुरको जीवन सबैभन्दा कठिन छ? यो संसारमा दुई किसिमका मानिस हुन्छन्। पहिलो, जो समस्या आउने बित्तिकै भाग्यलाई दोष दिएर रुन थाल्छन्, र दोस्रो, जो जतिसुकै ठुलो आँधी आए पनि चट्टान जस्तै उभिएर त्यसको सामना गर्छन्। आज म हजुरलाई एउटा यस्तो कथा सुनाउँदैछु जसले हजुरको सोच्ने तरिका र जिन्दगीलाई हेर्ने दृष्टिकोण सधैँका लागि बदलिदिनेछ। यदि हजुर हार मान्दै हुनुहुन्छ भने यो 5 मिनेट आफ्नो लागि निकाल्नुहोस्। साथीहरू नमस्कार, म विजया श्रेष्ठ केसी। मेरो च्यानल भाइब्रेन्ट 70+ मा हजुरहरूलाई स्वागत छ। यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर मलाई पनि प्रेरणा दिनुहुन विनम्र अनुरोध गर्दछु। कथाको शीर्षक छ चट्टान र माटोको सङ्घर्ष। एउटा धेरै पुरानो र अग्लो पहाडको चुचुरोमा एउटा विशाल चट्टान थियो। त्यो चट्टान धेरै कडा, बलियो र घमण्डी थियो। उसलाई लाग्थ्यो यो संसारमा उसलाई कसैले हल्लाउन सक्दैन। घाम लागोस्, पानी परोस् वा ठुलो हुरी चलोस्, ऊ जस्ताको त्यस्तै उभिरहन्थ्यो। त्यही चट्टानको ठिक मुनि थोरै माटो थियो। त्यो माटो एकदमै कोमल र नरम थियो। जब जब ठुलो हावा चल्थ्यो माटो उडेर कता पुग्थ्यो कता। जब ठुलो पानी पर्थ्यो माटो बगेर जान्थ्यो। चट्टानले सधैँ त्यो माटोलाई हेरेर गिज्याउँथ्यो र भन्थ्यो, हेर माटो, त कति कमजोर छस्। तेरो न कुनै आकार छ, न कुनै अस्तित्व छ, त कति कमजोर छस्। हावाले पनि तँलाई जहाँ मन लाग्यो त्यही उडाइदिन्छ, पानीले पनि तँलाई जता आफू गयो त्यतै बगाइदिन्छ। मलाई हेर त, म कति शक्तिशाली छु। माटोले चट्टानको कुरा सुनेर कहिल्यै प्रतिवाद गरेन। माटोले मुस्कुराउँदै भने, हजुर दाई, तपाईँ महान हुनुहुन्छ। चट्टान दाई बलियो हुनुहुन्छ, म त केवल माटो हुँ। वर्षौंसम्म यही क्रम चलिरह्यो। चट्टान आफ्नो शक्तिमा मक्ख परेर अहङ्कारमा बाँचिरह्यो भने माटोले हरेक ऋतुको मार सहँदै, थिचिँदै, बग्दै आफ्नो जीवन गुजारिरह्यो। समय सधैँ एकनास रहँदैन। प्रकृतिले आफ्नो रङ बदल्यो। एक वर्ष यस्तो खडेरी पर्यो कि पानीको एउटा थोपा पनि परेन। कडा घामका कारण त्यो घमण्डी चट्टानमा साना साना धाजाहरू क्र्याक्स पर्न थाले। त्यसपछि अचानक एउटा भयानक आँधी र भीषण वर्षा भयो। त्यो वर्षा यति कडा थियो कि चट्टानको साना धजाहरू भित्र पानी पस्यो। पानी परेपछि चट्टान झन् कमजोर हुन थाल्यो। तर अचम्मको कुरा के भयो भने जुन माटोलाई चट्टानले कमजोर भन्थ्यो त्यो माटोले पानीलाई आफूभित्र सोसेर लियो। माटो झन् बलियो र सङ्गठित बन्यो। केही समयपछि त्यो माटोको भित्र कतै लुकेर बसेको एउटा सानो बिउ अङ्कुरित भयो। एउटा सानो हरियो बिरुवा माटोबाट बाहिर निस्कियो। त्यो सानो बिरुवा बिस्तारै बिस्तारै बढ्दै गयो। त्यसका जराहरू माटोमा फैलिँदै गए। जब त्यो बिरुवा ठुलो रुख बन्न थाल्यो, उसका जराहरूले त्यो विशाल चट्टानको धाजाभित्र ठाउँ बनाए। जराहरू यति शक्तिशाली भए कि एक दिन त्यो घमण्डी र कडा चट्टानलाई बिचैबाट 2 टुक्रा पारी भत्काइदिए। जुन चट्टानले आफूलाई अमर र शक्तिशाली ठानेको थियो त्यो ढलेर टुक्रा टुक्रा भयो। तर जुन माटोलाई उसले तुच्छ र कमजोर ठानेको थियो त्यही माटोले एउटा विशाल रुखलाई जन्म दियो। उसले हजारौं पन्छीहरूलाई बास दियो, बटुवाहरूलाई शीतल छाया दियो। साथीहरू, हाम्रो जीवन पनि यही कथा जस्तै हो। धेरै पटक हामीलाई लाग्छ कि हामी परिस्थिति अगाडि एकदमै कमजोर छौँ।
समस्याहरूले हामीलाई माटोलाई जस्तै यता र उता पछाडिरहेका हुन्छन्। हामी सोच्छौँ, म नै किन, मेरै जीवनमा किन यति धेरै दुःख। तर याद राख्नुहोस्, माटो हुनुको अर्थ कमजोर हुनु होइन। माटो हुनुको अर्थ लचिलो हुनु हो, परिस्थिति अनुसार आफूलाई ढाल्न सक्नु हो। चट्टान जस्तो कडा र अहङ्कारी बन्नेहरू समयको एउटै ठुलो धक्काले टुट्न सक्छन्, तर माटो जस्तै कडा मेहनत र धीरता राख्नेहरूले ढिलो चाँडो आफ्नो भित्रबाट एउटा सफलताको रूप उमारेरै सक्छ। हजुरको आजको सङ्घर्षले हजुरलाई बर्बाद गरिरहेको छैन, बरु हजुरलाई भित्रैबाट बलियो बनाउँदैछ। हजुरको भित्र पनि त्यो एउटा अदृश्य बिउ, इच्छा शक्तिको बिउ, सपनाको बिउ। परिस्थिति जुनसुकै कठिन भए पनि आफ्नो सपनालाई मर्न नदिनुहोस्। मेहनतको पानी हाल्दै जानुहोस्। एक दिन हजुरको सफलताको चर्चा संसारले गर्नेछ। त्यसैले परिस्थिति कडा भयो भनेर गुनासो नगर्नुहोस्। आफ्नो धीरतालाई झन कडा बनाउनुहोस्। सफल व्यक्ति कहिले परिस्थितिदेखि भाग्दैन, लड्छ र जितेर देखाउँछ। साथीहरू, हजुरहरूलाई आजको यो कथा कस्तो लाग्यो कमेन्टमा जरुर लेख्नुहोला। यदि यो भिडियोले हजुरहरूको मनमा सानो भए पनि ऊर्जा भरेको छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि भेट्नेछौँ यस्तै प्रेरणादायी कथा लिएर अर्को एउटा ऊर्जावान भिडियोको साथ। तबसम्मको लागि सकारात्मक रहनुहोस्, अगाडि बढिरहनुहोस्। हजुरको दिन खुसी रहोस्, सुखी रहोस्, मस्त रहोस् अनि व्यस्त रहोस्। धन्यवाद।